Hey guys, welcome to our room. यो हाम्रो सानो रुम दुबईमा आज हामीले तिहारको सुरुवात गरिरहेको छौँ रुमबाट बाहिर लाइट लगाउनु खासै ठाउँ नभएर रुमभित्रै हामीले राम्रो डेकोरेसन गरेको छौँ हामीले दिवालीको लागि भोलि लक्ष्मी पूजा हो लक्ष्मी पूजाको लागि पुरा फुल प्रिपरेसन भइसकेको छ सबै सामग्रीहरू किनिसकेर हामीले राखिरहेछौँ अब खाली पूजा गर्न बाँकी हो अनि आज भाइहरूले निकै नै राम्रो डेकोरेसन गरेको छ रुमको डेकोरेसन देखाइदिनु भाइ एकैले पुरै चारैतिर देखाइदिनु चारैतिर ओके द्याट साइड यस सबै भाइहरूले राम्रो डेकोरेसन गरेको छ रुमको आज अनि कस्तो रुमभित्र आउँदा एउटा आनन्दै नेपालकै जस्तै भाइ पाइरहेको छ इन्डियाको जस्तो भाइ पाइरहेको छ हामीलाई राम्रो जोस् लाइटको डेकोरेसन छ अब विदेशमा भए पनि हामीले यतिको चाहिँ दिवाली मनाइन्छ जहिले पनि हर सालै अनि आफ्नो रुम राम्रो ढुक्काको छौँ हामी अनि प्लस म सबैलाई ह्याप्पी तिहार भन्न चाहन्छु ह्याप्पी दीपावली भन्न चाहन्छु तपाईँहरू पनि आफ्नो गाउँमा आफ्नो ठाउँमा इन्जोय गरिराख्नु भएको छ होला यो दिवाली भनेको नै फेस्टिभल अफ लाइट्स हो हैन लाइट्स लगाएर नै खुसी पाइन्छ यसमा त्यही भएर हामीले पनि पुरा चारैतिर लाइट्स लगाएर फेस्टिभलको आनन्द लिइरहेको छौँ अनि हल्का रमाइलो भइरहेको छ अनि भाइले हल्का भिडियो बनाउनु दाइ भनेर अनि भिडियोमा आइरहेको छ प्रस्तुति हुँदैछ तपाईँको अगाडि सो जस्ट हाम्रो रुमको डेकोरेसन कस्तो भइरहेको छ कस्तो भएको छ भनिदिनु होला कमेन्टमा ओके सो थ्याङ्क यू ह्याप्पी तिहार रुम डिजाइनरले केही भन्छ कि भन्दैन अनि हाम्रो रुम लाइटिङ डिजाइनर भन्नु अनि हाम्रो रुमको लाइटिङ डिजाइनर मिस्टर रोहित यहाँ सुतिरहनु भएको छ अहिले चाहिँ अनि उहाँले नै चाहिँ हाम्रो रुमको लाइटिङको डिजाइन गर्नुभएको छ दिनभरि 4 घन्टा लगाएर रुमको लाइट्सहरू सब मैले गरेको भन्दै थियो अनि त्यसपछि आउँदाखेरि हाम्रो सेकेन्ड को हेल्पर भनेर अनि हाम्रो चाहिँ यहाँ हुनुहुन्छ मिस्टर भुवन उहाँसँग दुई शब्दहरू सबैजनालाई ह्याप्पी तिहार भन्न चाहन्छु सुरुमा यही बेला हामीले लक्ष्मी भित्राउने हो होइन लक्ष्मी आउनको लागि गर्नुपर्ने सरसफाइ लाइटिङ यताउता हुन्छ नि लक्ष्मीलाई आउन मन लागोस् न होइन त्यो माहौल चाहिँ हामीले बनाइदिइसकेको छौँ अब लक्ष्मी अन द वे हो फेरि होइन लक्ष्मी आउँछिन् 100% आउँछिन् यही नर्का नि नआइसुकै छैन नआउनु त चान्सै छैन लक्ष्मीको तासको पनि हामीसँग पुरा तयारी छ तास अब टक्क भोलिबाट हाम्रो सबैको छुट्टीको रिक्वेस्ट भइरहेछ छुट्टी सायद हुन्छ हाम्रो तिहारमा छुट्टी छ मजाले तास खेलिन्छ अनि जे होस् भाइहरूको पैसा लुटिदिनु पर्ने मेरो साह्रै मन छ अरू निकाल्दैन भाइहरूले पैसा तास भन्छ निकाल्छ पैसा अनि तासमा खेलेपछि सब लुटिदिने यो पैसा भाइहरूको अनि बल्ल रुममा अर्कै रमाइलो गर्ने त्यो पैसाले जे होस् रमाइलो भइरहेछ अब त्यसपछि रोहित भनेपछि तास भनेपछि रोहित त एक दिन जेठो जस्तो लाग्छ मलाई रोहितले के भन्न चाहन्छ रोहित भनेको त एक सिक्काको दुई पाटा रोहित के भन्न चाहन्छ ल सबसे पहिला हाम्रो दर्शकबिनलाई सबसे पहिला नमस्कार होइन र तिहारको एकदम धेरै धेरै शुभकामना सबै जति पनि हाम्रो हुनुहुन्छ होइन र अतिथिहरू र अब देश विदेश भए पनि यस्तो यहाँ तिहार मनाइएछ एकदम राम्रो भाइब्स आइरहेछ र अब दसैँ पनि राम्रो मनायो अब तिहार पनि एकदम त्यही प्रोसेसमा छौँ र अब यहाँ हातमा दिइरहेछन् होइन अब यसको पनि आउँदैछ पालो अब धेरै छैन 1-2 दिन छ अब रमाइलो गरिन्छ र यसको हेर्दा 4 नम्बरको धेरै सम्झना आइरहेछ स्पेसली हाम्रो विष्णु होइन अरू को छन् खेमु विष्णु एकदम हामीले सम्झिरहेछौँ तिमीहरूलाई तिमीहरूको सम्झनामा पनि हामीले यो खेलिन्छ र अरू सबै ठिक छ ल अब हजुरहरूले नि एकदम राम्रोसँग तिहार मनाउनु होला ल एकदम ह्याप्पी तिहार सबैलाई ल धेरै धेरै धन्यवाद सबैलाई ह्याप्पी तिहार जति मेरो हेर्ने भिडियोहरू जतिलाई अब यो चाहिँ हाम्रो आज उद्घाटन मात्रै हो तिहार त हामीले मनाएकै छैनौँ यो चाहिँ अब हाम्रो प्री ओपनिङ यस्तो हुन्छ भने तिहार कस्तो होला अनि यहाँको तिहार कस्तो हुन्छ सब भिडियोहरू आइरहन्छ हेर्नुहोस् होला हाउ वी सेलिब्रेट द तिहार इन दुबई भनेर यो चाहिँ बस आजको ओपनिङ मात्रै गर्यो केटाहरूले एकदम राइट साइड गरे
अब भोलिबाट अब बाँकी कुराहरू भोलि हुन्छ होइन। अनि हेयर द क्यामेराम्यान चाहिँ अहिलेसम्म आएकै थिएन भिडियोमा। अब क्यामेराम्यान भिडियोमा आइसक्यो। अनि त्यसपछि हुज बिहाइन्ड द क्यामेरा भन्छ, क्यामेराम्यान चाहिँ मै हो। अब हाम्रो तिहार आजबाट सुरु भइसक्यो। अब मेन तिहार भोलिबाट धेरै लामो हुँदैछ। हाम्रो तिहार एकदम यो व्यापक हुनेछ, एकदम अनबिलिभेबल अनथिङ्केबल हुन्छ नि, यस्तो छ कसैले मनाउँदैन होला रुममा। गीत पनि हाम्रो ब्याकग्राउन्डको फेरि यस्तै छ। आओ रुवाइसक्यो भाइ टिकामा भेट्न आउनु, कसम बिहा गरेका गएका दिदीको पनि याद आएछ सबैको। आजलाई बिदाई छ, भाइ टिकामा भेट्न आउनु। भुवन यहाँ रुँदैछ फेरि मुनाको याद आयो भनेर। मुनाको याद आयो भनेर भुवन मुनाको याद आयो हो मलाई। खै खुट्टा मात्रै के हो यो फेस ट्र्याकिङ अन भएको छ यसमा, त्यही भएर मेरो मात्रै ट्र्याक गरेको छ क्या यसले फेस होइन। त्यसको लागि म तिमीतिर ट्र्याक गरेछु। नेक्स्ट हाम्रो भुवन। मैले मुनालाई एकदम सम्झेछु है यो टाइममा चाहिँ। अब आउनु सकिँदैन हेर डल्ली होइन। दसैँ त दसैँ मनायो, त्यही मान्छे टिका लाउनुमा त थिनेस् पाहाड गइस्। अब तिहारमा पनि अब तेरो पनि नहुने, म आउनु पर्ने भएर आई फुल्ली मिस माई सिस्टर डल्लु। फेरि सिस्टर रिसाउली, सिस्टरलाई पनि सम्झेको फेरि, मुनालाई मात्रै होइन हाम्रै हो अहिलेसम्म। मुना त बिहा भएर गयो, अब त्यसको बेग्लै संसार होला, उसको फ्यामिली प्रब्लम होला, अलिक टिका लाउनु मिल्दैन होइन। सिस्टर त छ हाम्रो, तर जे होस् टिकाहरू सब सम्झना तिमीहरू दुईजनालाई नै। अब टिका लाउनु नपाए पनि अब सार आउँदैछन् छिट्टै, सारको थ्रुबाट तिमीहरूलाई हुन्छ नि मायाको चिनो भनेर म केही न केही पठाउँछु, सम्झनामा केही न केही पठाइदिन्छु तिमीहरू दुइटैलाई, दुइटै बहिनीहरूको लागि है। डन। अनि अब म पनि 2-4 शब्द के भन्न चाहन्छु होइन। सम्पूर्ण पाठक परिवारलाई सम्झना छ दुबईबाट होइन। तिहारको उपलक्ष्यमा सबै हाम्रो माइली आमा, माइला बा, शान्ति आन्टी, सिर्जन, सृष्टि, लक्ष्युबा पोल्यान्ड हुनुहुन्छ, पोर्चुगल हुनुहुन्छ, उहाँलाई पनि धेरै धेरै सम्झना छ। अनि हाम्रो ठुलो बा ठुली आमाहरू, भाउजूहरू सबैलाई होइन। हाम्रो घर बाबा आमा, प्रिन्सु भाउजू, अनि रामु अङ्कल, मिना आन्टी, राजन, राजीव सबैलाई धेरै धेरै। अनि फुपूका घरको परिवार सबैलाई सम्झना छ होइन। यो तिहारमा यसरी सम्झिन पाऊँ सधैँभरि। अब खासै भन्ने कुरो धेरै छ। बसेर रमाउन नपाए पनि जहाँ छौँ हामी त्यहीँ रमाउँ, एकअर्काको याद। अनि प्लस म अझै सम्झन चाहन्छु उता हाम्रो नारायणघाट जिल्ला आन्टीहरूलाई होइन, आन्टीहरू बहिनीहरू होइन, मुस्कान र निक्कु, मुस्कान र निक्कुलाई धेरै धेरै सम्झना छ। अङ्कललाई पनि धेरै धेरै सम्झना छ होइन। जे होस् हामी तिहारमा सँगै भए पनि अझै रमाइलो हुन्थ्यो होला, तर के हो बाध्यताले गर्दा बाहिर आउन पर्ने, रमाउनै पर्ने भएको कारणले गर्दाखेरि रमाउनै पर्ने, अलिअलि कमाउनै पर्ने, सँगसँगै रमाउन पर्ने। जिन्दगीमा धेरै गाह्रो छ। रोहित कमाएर रमाउँदैछ, रोहित यहाँ अब विचार भोलि बिहान 4 बजे ड्युटी छ, अहिले रातिको 1:30 भइसक्यो। अब 3 घन्टा मात्र यसको सुटिङ टाइम छ। बिहान 4 बजे कमाउँछ, ब्यालेन्स मिलाउनु पर्छ। त्यसो भएपछि कमाउने रमाउने सँगसँगै कहाँ हुन्छ र जिन्दगीमा? हुँदैन। थोरै रमाउने थोरै कमाउने, अलिकति हातमा पैसा आउँछ त्यो 2 पैसा घर पठाएर अलिकति समाउने, अनि त्यसैमा यस्तो हो। थोरै रमाउने थोरै कमाउने, घरमा अलिकति पठाउने, अनि हामी भुक्का बस्ने। त्यसमा पनि के रहेछ भने त्यही समाएर फेरि रमाउने। ल केही छैन, रमाउनको लागि दाइहरू सधैँ छैन, भाइहरूको लागि टेन्सन भएन। छैन रमाउनलाई सधैँ रमाउने कुरो होइन, कहिले कसो रमाउनको लागि खासै टेन्सन चाहिँ लिन पर्ने खालको देख्दिनँ म पनि होइन। अनि जे होस् भाइहरू सबै जे होस् भाइहरूले आज रुमको व्यवस्था चाहिँ साह्रै राम्रो डेकोरेसन गरेर मन एकदम खुसी बनाएको छ। मन कुदकुद हो गया भन्ने खालको भएको छ।
एकदम राम्रो डेकोरेसन लायो होइन रुमभित्र आउँदा झलिल्ला लाइट बोल्दाखेरि ओ माई गड Custom दिस इज रियली वाट आई वान्ट भन्ने खालको हो कि होइन भाइब्स दिवाली भाइब्स तिहारको भाइब्स त्यो आइरहेको छ लक्ष्मीलाई लक्ष्मी भगवान्लाई लिफ्टमा आएर त्यही माथि आज म तल पसलमा गएर लक्ष्मी भगवान्को फोटो खोजे गरेँ नभेटेर पसलवाला सोध्यो लक्ष्मी भगवान्को फोटो खै भनेको त्यसले खोजे भेटेर गणेश भयो नि लानु अरे गणेश लान्न भनेको शिवजी लानु अरे ए शिवजी पनि हुन्न मलाई लक्ष्मी चाहिन्छ भनेको गर्दा 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 लक्ष्मी जेहोस् खोजेर निकालेर एक पिस चाहिँ लक्ष्मी भगवान्को फोटो जे होस् मलाई दिएर आएको छ आज अब भोलि पूजाको लागि एकदम तयारी छौँ पनि हामी सबै रुमको भाइहरू भोलि चाहिँ हाम्रो अब लक्ष्मी पूजाको ग्रान्ड सेलिब्रेसन हुन्छ लक्ष्मी पूजाको हाम्रो मेन पण्डित भनेको रोहित हो उहाँ सुतिरहेको छ ऊ टुप्पामा मन्त्र पढिरहेको छ अहिले मन्त्र पढिरहेको छ भोलिको लागि प्रिपरेसन यसको मर्निङ ड्युटी छ मर्निङ ड्युटी गरेर आएर यसले चाहिँ भोलि पुरै होइन व्यापक तरिकाले यसले चाहिँ भोलिको पूजा सम्पूर्ण गर्छ अनि हामी त्यो तयारी छौँ आजको लागि यति भोलिको लागि लक्ष्मी पूजा त्यसपछि तिहार लामो छ भिडियो आउँदै गर्छ हेर्दै गर्नुहोस् थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो होप यु लाइक द च्यानल एन्ड सब्सक्राइब कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला यसरी नै माया गरिरहनु थ्याङ्क यू सो मच